2082 कार्यक्रमका अध्यक्ष यसै विद्यालयका प्रधानाध्यापक प्रसाद नाज्यू, त्यसै गरेर सम्पूर्ण शिक्षक मित्रहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी 2081 साललाई विदा गरेर 2082 सालमा नयाँ सोच, नयाँ जाँगर र नयाँ उद्देश्य लिएर जुन चाहिँ 82 सालको कक्षा नयाँ त नभनौँ, अब 4-5 दिन हामीले लगभग पढाइसक्यौँ। त्यसमा पनि लगभग हामी टिचरहरू पनि उपस्थित भएको दिन आज, र त्यो दिन पारेर तपाईँहरू सबैलाई स्वागत कार्यक्रम राख्न गइरहेका छौँ। अब विगतका सालहरू जुन चाहिँ 81 सालभन्दा 82 साललाई कसरी हुन्छ, पढाइमा हामी अलिकति अगाडि बढ्दै जुन हिजोका दिनहरू जसरी बिते त्योभन्दा पढाइमा अरू खेल्ने अथवा चाहिँ चल्ने जस्ता कार्यहरूभन्दा पढाइका दिनलाई मध्यनजर राख्दै जुन चाहिँ अब साना भाइ बहिनीहरू पनि 1 बाट 2 मा गयौँ, 2 बाट 3 मा गयौँ, त्यस्तै 9 बाट 10 मा, 10 बाट 11, 11 बाट 12 मा जाने क्रम जुन चाहिँ जारी छ, त्यो क्रमलाई हामी चाहिँ अगाडि बढाउँदै के गर्दैछौँ त अब यो साललाई चाहिँ जुन सुरुवात भइरहेको छ, अब आजैका दिनदेखि नै अब हामी विगतका वर्षहरूभन्दा थोरै फरक ढङ्गले पढ्नेछौँ भन्ने बाचाहरू पनि पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूले राख्नेछन् भन्ने आशा छ। र त्यो पढाइप्रति लगनशील भएर अरू कामलाई भन्दा पढाइलाई चाहिँ अलिकति लगनशीलता देखाउँदै पक्कै पनि हाम्रा भाइ बहिनीहरू थोरै छन्। ती थोरै भाइ बहिनीहरूले धेरै उपलब्धि जति छौँ ती भाइ बहिनीहरूले हामीलाई चाहिँ धेरै उपलब्धि दिन सके हाम्रो पनि गौरव, तिमीहरूको पनि गौरव हैन। त्यही अनुसार चाहिँ पढ्दै जानेछौँ भन्ने आशा हाम्रो सम्पूर्ण विद्यालय परिवारको छ र सबै विद्यार्थीहरू अनुशासित भएर लगनशील भएर यो 2082 साललाई हामी चाहिँ परीक्षामा राम्रो